बिन्ती छ म माथि सौदा हाल्ने कुरा नगर्नु। तिमी त मेरो आधी मुटु हौ, धड्किने प्राण अनि बग्ने रगत हौ। बिन्ता, यो सब के देख्दैछु? के देख्नु भयो र आमा? मैले के गरेर त्यस्तो? कुरा लुकाउन नखोज, सबै कुरा छर्लङ्ग देखिसके। नढाँटी भन् त, कसको पाप बोकेर हिँडेकी छेस? के भन्न खोज्नु भएको आमा? तपाईले कसरी मलाई यस्तो कुरा भन्न सक्नुभयो? कसरी गर्न सक्नुभयो भनेर प्रश्न मलाई गर्ने होइन। प्रश्न यो सब हुनुभन्दा अगाडि आफूलाई गर्न जरुरी थियो। आफ्नै आँखा अगाडि यो सब लक्षण देखिसकेपछि पनि पानी माथिको ओभानो बन्न नखोज। म तपाईलाई कसरी प्रमाणित गरेर देखाउँ? तपाईले जे सोचिरहनु भएको छ त्यो सत्य होइन। कुनै पनि चोरले म चोर हुँ भनेर सजिलै स्वीकार गर्न सक्दैन। हाम्रो गाउँमा राम्रो इज्जत छ, त्यो कुरा तँलाई पनि राम्ररी थाहा छ। खुरुक्क न साँचो कुरा के हो भनेर आफ्नो बाटो लागे हुन्छ। तँलाई 2 दिनको समय दिन्छु। हे भगवान, एक्लै सङ्घर्ष गर्छु भनेर हिँडेकी नारीलाई घरकाले त दुश्मन मान्छन् भने अरूले त झन् के गर्लान्? बिन्ता, तपाईँ यहाँसम्म पनि आउनुभयो? तिम्रो याद जस्तै तिमी पनि म भए ठाउँसम्म आइपुगे। म यहाँ आउने नै थिइनँ बिनिता। तपाईँ किन बुझ्नुहुन्न? म माथि समाज मात्र होइन, घरकै सदस्यहरू पनि दुश्मन बनेर लागेका छन्। यदि तपाईलाई मसँग देखे भने मेरो के हालत गर्छ मलाई मात्र थाहा छ। फेरि पनि तिम्रो घाउ सिलाउने धागो बन्न सक्दिनँ र बिनिता। एकपटक हाम्रो त्यो चोखो माया बिउजाइदेऊ न। मलाई बस यति अधिकार देऊ कि म सधैँभरि तिम्रै साथ रहन सकूँ। अब म कसरी देखौँ सिन्दुरको सपना जुन मेरो भाग्यमै थिएन? यदि मेरो भाग्यमा सिन्दुर हुन्थ्यो भने आज तपाईँ र म यसरी छुट्नु पर्ने नै थिएन। हामी अलग भएका होइनौँ बिनिता। हामीलाई परिस्थितिले भेट हुन नदिएको मात्र हो। सायद आज परिस्थितिले पनि हार मान्यो होला, या त दैवले नै हाम्रो पुनर्मिलन हेर्न चाहेका हुन्। त्यसै कारण आज हामी एक भएका छौँ बिनिता। हामी एक भएका होइनौँ, हामी त सिर्फ भेटिएका हौँ।
भेटिनु र एक हुनुमा धेरै फरक छ। हो, भेटुन र एक हुनमा धेरै फरक रहेछ बिनिता। तिमीलाई हराएको वस्तु भेटिए झै भयो होला, तर मलाई त मेरो हरेक धड्कनमा तिमी छौ। त्यसकारण तिमीलाई भेट्न साथ एक भएको महसुस भयो। महसुस त कसरी गर्ने हो त्यसमा भर पर्छ। म तपाईँलाई माया गर्थेँ भनेर भन्न मलाई कुनै आपत्ति छैन, तर म विधवा नारी हो। यस्तो अवस्थामा म तपाईँलाई माया गर्छु भनेर भन्न मलाई थाहा छ तिमीले यो अवस्थामा मलाई माया गर्छु भन्न सक्दैनौ, तर मेरो मुटुमा लेखिएको नाम पनि त म मेटाउन सक्दिनँ बिनिता। जे भए पनि तपाईँ आफ्नो श्रीमतीसँग खुसी भएर जिउनु भएको छ। यसरी नै खुसी भएर जिउनुहोस्। मेरो त लथलिङ्ग भएको जिन्दगी बनाउनु अझै धेरै समय लाग्छ। तपाईँलाई मैले अस्तिदेखि भने कि बुहारी हो, बुहारीकै ठाउँमा राख्नु भनेर। रामप्यारी, तिमीले के भन्न खोजेको? बुहारीले के गरिन् र त्यस्तो? तपाईँकी बुहारीको हरकत सुन्ने क्षमता छ तपाईँसँग? दोकान नखोलिदिनुहोस् भने दोकान खोलिदिनु भयो, मेरो कुरा सुन्नु भएन, त्यतै डुबाई। अहिले कसको पाप बोकेर मरेकी छे। हाम्रो वंशमा नाजायज सन्तान हुर्काउँदैछ। यो कसरी हुन सक्छ? तपाईँलाई त के विश्वास लाग्थ्यो तपाईँकी प्यारी बुहारीले केही गल्ती नै गर्दिन? चिन्दै नचिनेको मान्छेलाई त बिचारा भनिन्छ। बिनिता त झन् घरकै मान्छे, यसकी प्यारी उसकी प्यारी भन्ने कुरै भएन नि। हो, तपाईँका यस्तै कुराले त आज नाक काटिँदैछ। समाजमा मुख देखाइ नसक्नु बनाउँछ अनि बल्ल थाहा हुन्छ तपाईँलाई। हेर, तिमीले सोचे जस्तो नहुन पनि सक्छ। त्यत्तिकै मान्छेलाई शङ्का गर्नु हुँदैन। मैले त्यत्तिकै शङ्का गरेकी होइन, त्यो वाकवाकी गरेको मेरै आँखाले देखेँ। रामप्यारी, वाकवाकी आयो भन्दैमा दुई जुकी छ भन्न पनि सकिँदैन। आजकलको जमाना ग्यास्ट्रिकले पनि हुनसक्छ। तपाईँले कहिले पो मैले भनेको मान्नु भएको छ र? तपाईँकी स्वास्नी मरेपछि नोकर्नी ल्याएको त हो नि मलाई। कहिले आफ्नो बुढी मानेको बापु? त्यस्तो होइन, आखिरमा ऊ हाम्रो घरको बुहारी नै हुन्। हामी बिना उनको को छ र? सानातिना कमजोरी भयो भने त ढाकछोप पो गर्नुपर्छ त। ढाकछोप गरिरहनुहोस्, जुन दिन पर्दा फास हुन्छ नि त्यो दिन बल्ल थाहा हुन्छ तपाईँलाई। नानी, यतिका दिन बसिहालेँ, उता पनि दाजु एक्लै छ। आज घर जान्छु म। अझै एक दुई दिन बस्नु न आमा, उता पनि के काम छ र? दाजु हुनुहुन्छ, गरिहाल्नुहुन्छ नि। भन्छेस् नि नानी, ज्वाइँ अर्काको छोरो, के सोच्नुहुन्छ होला? बरु तिमीहरू नै कहिले काहीँ उतै आउनु। केही सोच्नुहुन्न आमा, मलाई पनि घरमा एक्लै बस्न अल्छी लाग्छ। तपाईँ हुनुभयो भने त आमा छोरी बसिन्छ नि। त्यो त हो नि नानी, ज्वाइँ चलाको घरमा कति दिन बस्नु, अप्ठ्यारो लाग्छ। फेरि आमा छोरी नै पाल्नु पर्ने भन्ने होला। आमा, तपाईँ पनि जे पाए त्यही सोचिराख्नुहुन्छ। छोडिदिनुहोस् यी सब कुरा। तपाईँ एकछिन बस्दै गर्नुहोस्, म दोकान गएर तेल लिएर आउँछु। बहिनी, तिमी दिनेशको श्रीमती होइनौ? हजुर, हो त।
तर मैले तपाईँलाई चिनिनँ नि। तिमीले मलाई चिन्दैनौ। म तिमीलाई नि भेट्न भनेर आउँदै थिएँ। घर पनि थाहा थिएन, ठ्याक्कै बाटामा भेट भयो, राम्रै भयो। मलाई भेट्नुपर्ने के थियो र त्यस्तो? एउटा गम्भीर कुरा गर्नु छ तिमीसँग। बेलैमा बुद्धि पुऱ्याएनौ भने जीवनभर पछुताउनु पर्नेछ। तपाईँ के भन्न खोज्दै हुनुहुन्छ? कस्तो गम्भीर कुरा? तिम्रो बुढो मेरो गाउँको एउटी विद्युहीसँग सल्किएको छ। बेलैमा बुद्धि पुऱ्याएनौ भने घरमा सौता भित्रिएली। म तिमीलाई यति जानकारी गराउन आएको, बाँकी आफै विचार गर। तिम्रो बुढो मेरो गाउँको एउटी विद्युहीसँग सल्किएको छ। बेलैमा बुद्धि पुऱ्याएन भने घरमा सौता भित्रिएली। यो कुरा मैले दिनेशलाई सोध्नै पर्छ। फेरि त्यसै त न्यु खोजिरहेको बेला भलेको आगोमा तेल थपे चाहिँ हुने हो कि? निद्रा लाग्दैन? किन बोल्नुहुन्न? कि कसैले केही भन्नु तपाईँलाई? ओछ्यानमा सुत्ने बित्तिकै निदाइहाल्नुपर्छ भन्ने छ र? त सुत्दै गर्नु, म निदाइहाल्छु नि। ओछ्यानमा लड्ने बित्तिकै निदाउनुहोस् भनेर कहाँ भनेकी हो र? तपाईँ बेचैन भए चाहिँ लाग्यो, त्यही भएर निद्रा लागेन भनेर सोधेकी। ए बाबा, कति दिमा खाना जानेको तैँले? बिहान पनि त्यही, दिउँसो पनि त्यही। कमसेकम राति त आनन्दले सुत्न दे। हुन त मान्छे नै मन पर्न छोडेपछि मैले बोलेको झन् के मन पर्थ्यो? हे भगवान, कति दिक्क लाउन सकेको हो तैँले? चुप लागेर सुत्न सक्दैनस्? छोरी, ज्वाइँ बिहान बिहानै कहाँ जानुभयो? तिमीहरू एउटै ओछ्यानमा सुत्नु हुने थियो क्या? हे भगवान्, अब आमालाई के जवाब दिउँ? होइन आमा, बेलुका ज्वाइँलाई गर्मी भएर एकछिन पल्टिनु भएको थियो। ओछ्यान उठाएकै छैन। यस्तो जाडोमा पनि के को गर्मी? तैँले झुट बोले पनि तेरो आँखाले साँचो बताइरहेछ। म तेरी आमा हो, सत्य कुरा भन्। म तपाईँलाई साँचो कुरा कसरी भनौँ आमा? ज्वाइँलाई सन्तान चाहिएको छ, मबाट सन्तान हुँदैनन्। नानी, तेरो मनको व्यथा खोलो भने हलुङ्गा हुन्छ। तेरो मनको पीडा तैँले नभने नि आँखामा देखिराखेको छ। होइन आमा, मलाई त्यस्तो केही पीडा छैन। एउटी आमाको आँखालाई तेरो झुटो कुराले ढाँट्न सक्दैन। साँचो कुरा के हो तैँले मलाई भन्नै पर्छ। भन्, म तेरो सम्बन्ध बिग्रेको हेर्न सक्दिनँ। बरु मैले के गर्नुपर्छ
म सबै गरिदिन्छु। तपाईँले मेरो चिन्ता लिनु ठिकै हो, तर हुँदै नभएको कुराको चिन्ता लिएर पनि त भएन। तपाईँले जे सम्झिरहनु भएको छ त्यस्तो नराम्रो केही पनि होइन। ज्वाइँ र मेरो बिचमा त्यस्तो नराम्रो केही पनि छैन। टुनटुन, ए टुनटुन, म माथि गाउँतिर जान्छु, खाना नबनाउनु मेरो लागि। किन खाना खाएर जाँदा हुँदैन? म खाना बनाउँछु, खाएर जानु न। खाना खान थाल्यो भने मलाई ढिलो हुन्छ, मलाई अलि हतार छ। जान चाहिँ कहाँ जाने हो र त्यस्तो हतारमा? माथि गाउँतिर भने त किन, कसरी, कसकामा, तँलाई सबै कुरा भन्नुपर्ने? राम प्यारी, मैले त्यो दिनेशको र त्यसको परिवारको सबै जानकारी लिएको छु। मैले त्यसको बुढीलाई भेटेर यो विषयमा पोजिटिभ तरिकाले कुरा चलाएको छु। अब बिस्तारै बिस्तारै खेल सुरु हुन्छ। यो बिनिते मेरो बाटाको काँडो बनेकी छ। यसलाई जसरी पनि एउटा पन्छाउनै पर्छ। यो आइमाई यहाँ रहनु भनेको मेरो छोरोको अंश बाँडिनु हो। यसलाई त जसरी पनि लकेट्नै पर्छ। चिन्ता लिनु पर्दैन, काम सबै योजनाबद्ध तरिकाले भएको छ। अब उसकै बुढीले आँखा लाउन थाल्छ, हामीले केही गर्न पर्दैन। ठिक छ, तपाईँले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु। ढुक्क भए हुन्छ। तिमीलाई म जसरी पनि यो काममा साथ दिन्छु। यो मेरो बाचा भयो। सुन्नु न। हजुर, नमस्ते। नमस्ते। मैले त चिनिनँ नि। म दिनेशको श्रीमती।